नमस्कार सबैजनालाई। आज म तपाईहरुलाई रुक्मिली कृषि तथा पशुपन्छी फर्म बेनीघाट राङ गाउँपालिका वडा नम्बर 2 राहुलडाँडा धादिङ मलिखु भन्दा हल्का भित्र मलिखु चोक भन्दा भित्र 7 किलोमिटर रोडबाट तपाईहरु आउनुभयो भने यो कृषि तथा पशुपन्छी फर्म रुक्मिली तपाईहरु भिजिट गर्न सक्नुहुनेछ। यहाँ अहिले हाम्रो 24 दिनको कुखुरा भएको छ। हामीले ब्रोइलर कुखुरा 24 दिनकै हुर्काइरहेका छौं। त्यसको लागि तपाईहरु देख्न सक्नुहुन्छ यो खोर, यो अटो ड्रिलिङ छ, पानी यसरी नै आउँछ, यसमा दाना हाल्ने यसरी। म तपाईहरुलाई हाम्रो रुक्मिली कृषि तथा पशुपन्छी फर्म को कुखुराको संख्या लगभग 3000 छ। त्यसको लागि यो मैले सबैभन्दा पहिले तपाईहरुलाई एउटा फर्म देखाएको छु, सुरुको फर्म। त्यो भन्दा पछाडी अब म एउटा यो फर्मको तपाईहरुलाई बोर्ड पनि देखाउन चाहन्छु, रुक्मिली कृषि तथा पशुपन्छी फर्म। साथै यो हाम्रो स्टोर रुम छ दानाको लागि। साथै अर्को फर्म छ यहाँ। यो फर्ममा पनि तपाईहरुलाई देखाउन चाहन्छु। यहाँनिर कुखुराहरू हुर्किरहेका छन्। यो फर्ममा हाम्रो पनि कुखुरा हुर्किरहेको छ। यो पनि 24 दिनको कुखुरा भएको छ। यो 24 दिनको कुखुरा तपाईहरुलाई देखाइरहेको छु। नेपालमा ब्रोइलर कुखुरा पालन सम्भव छ भन्ने कुरा तपाईहरुलाई प्रमाणित गर्न चाहन्छु। यो एउटा माथिको पहिलोको फर्म, दोस्रो फर्म, साथै अर्को तेस्रो फर्म हाम्रो यहाँ रहेको छ। यो चाहिँ अटो ड्रिङ्क, पानीको लागि बोक्न नपर्ने अटोमेटिक सिस्टम बनाएर यो पानीको व्यवस्था। साथै तपाईहरुलाई यहाँ पनि यो हाम्रो 24 दिनकै कुखुरा रहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ 24 दिनको कुखुरा यहाँ पनि राम्रो छ। यो धादिङ जिल्ला बेनीघाट राङ गाउँपालिका वडा नम्बर 2 राहुलडाँडा मलिखुदेखि हल्का भित्र मलिखु खोलाको भित्र सिधै 7 किलोमिटर आइयो भने यो हामीले फर्म देख्न सक्छौं। तपाईहरु यदि भिजिट गर्न चाहनुहुन्छ भने यो फर्म भिजिट गर्न अवश्य आउनु होला। केही कुरा सिकेर जानु होला भन्ने अपेक्षा लिएको छु। साथै हाम्रो यहाँ तरकारी मकैहरू पनि रहेको छ। यहाँ काँक्राहरू। साथै तपाईहरुलाई म देखाउन चाहन्छु एउटा फर्म, दुईवटा। तपाईहरुलाई यहाँबाट देखाउने छु। हाम्रो रुक्मिली कृषि तथा पशुपन्छी फर्म यो धादिङ। यहाँ तल भनेको मलिखु। यहाँबाट तपाईहरु त्यो रोड भएर आउन सक्नुहुनेछ। ती रमाइलो ठाउँ रहेको छ। तपाईहरु भिजिट गर्नु होला अवश्य। धन्यवाद।